ओए साथीभाइ हो, मुन्टा टिप्नु गएको अब म चाहिँ हो। मुन्टा चाहिँ हाम्रो चाहिँ के हो भने 50 रुपियाँ बिठा भन्छ नि त हो। अन्त 50 रुपियाँ बिठा भन्छ। अब बारीतिर नै खोजमिल गर्ने हो हो। अब यहाँनिर चाहिँ पुरा छ। यहाँनिर ऊ तल देख्दैछ मुन्टा हो, त्यहाँनिर जानु सकिन्छ कि सकिँदैन। अब मुन्टा टिपेर चाहिँ पर भुटेर चाहिँ तेल बेसी लाग्छ नि त तर मुन्टामा चाहिँ हो। अनि त्यस्तो छ। अब यहाँबाट म टिप्नु जाँदैछु, यस्तो घारीहरू छ कि उही साह्रो छ हौ साथीभाइ हो मुन्टा खानु पनि। यहाँनिर रहेछ पुरा हो। मुन्टा टिप्दा चाहिँ कलिलो कलिलो टिप्नुपर्छ यसरी। यहाँनिर पुरा रहेछ कि पुरा रहेछ यहाँनिर हो। यहाँनिर चाहिँ फेरि हाम्रो त छाडा छ नि त। यहाँनिर त जसले पायो त्यसले कहाँ कहाँबाट आएर टिपेर खान्छ हो। अन्त यहाँनिर चाहिँ साथीभाइ हो, म चाहिँ मुन्टा टिप्नु आएको छु यहाँनिर हो। इस्कुसको मुन्टा यहाँनिर चाहिँ हाम्रो चाहिँ के छ भने नि, जसले पायो त्यसले टिप्छ यो हाम्रो बारीमा क्या। अनि भएको बेलामा चाहिँ यसरी टिपिहालौँ भनेको बजारमा 50 रुपियाँ बिठा रहेछ। अघि एउटा बहिनी ल्याएर आउँदै थियो हो। यहाँनिर 50 रुपियाँ बिठा अरे। अनि यहाँनिर हाम्रो त यहाँनिर हेर कलिलो कलिलो मुन्टा मजा आउँछ हो। अन्त यस्तो छ। मुन्टा चाहिँ मजा आउँछ अन्त हो। मुन्टालाई चाहिँ यति बेला चाहिँ जति मुन्टा टिप्यो त्यति फैलिँदो रहेछ नि त हो। जति उयस गऱ्यो त्यति फैलिन्छ अरे। अन्त त्यही भनेर टिपेको मैले चाहिँ यहाँनिर। यहाँबाट चाहिँ खाएको चाहिँ हामीले 3 खेप जस्तो भइसक्यो हो। 3 खेप जस्तो भइसक्यो। दामी हुन्छ यो। अनि यो चाहिँ के साह्रो उम्रेको हो। यो बनमारे हो कि के भन्ने हो। पहिला हामीले सानोमा पुरा स्कुल पढ्दाखेरि पुरा खान्थ्यो यो। अमिलो हुन्छ यो हो। भारी पुग्नु पाँटी मुन्टा हो। यस्तो हुन्छ मुन्टा। अब यतिको बजारमा 50 रुपियाँ लिन्छ है साथीभाइ। यतिको चाहिँ 50 रुपियाँ लिन्छ हो। यहाँतिर नि ऊ तल नि छ नि पुरा, ऊ माथि रहेछ हो। तर कसरी पो टिपौँ भयो त हौ त्यो त। इस्कुसको मुन्टा है साथीभाइ हो। हाम्रो अर्ग्यानिक ऊ तल पुरा रहेछ नि। तर अब कसरी जाउँ भयो, आँटै पो आएन हौ मलाई त। आँट कसरी गरौँ। एक खेप चाहिँ ट्राई गरिहेर्नु पऱ्यो, आँट गरिहेर्नु पऱ्यो। एक खेप चाहिँ आँट गरिहेर्नु पऱ्यो हो। आँट गरिहेर्छु। काँडा काँडा बोतलहरू यहाँ चाहिँ फेरि पुरा बोतलहरू यहाँ छ नि त यहाँनिर कि। अन्त भिर रहेछ यहाँनिर। ला लडी झर्छ कि क्या हो। लडी झऱ्यो भने त आजको त यहाँनिर पुरा छ नि हो। यहाँनिर पुरा रहेछ हौ मुन्टा साथीभाइ हो। आमामा मुन्टा क्या। मुन्टा त उतल नि रहेछ नि। आज चाहिँ मुन्टा खाएर चाहिँ नि आज मुन्टा खाने भनेको ओ एकरो यो पुस भइरहँदो रहेछ कि। कसरी टिपुङ भयो उतल त अब। यहाँबाट झर्ने रहेछ नि। यस्तो साह्रो छ कि साथीभाइ हो। अन्त यस्तोमा चाहिँ अलिकति रिक्सै हुन्छ हौ। बोतलहरू यहाँनिर चाहिँ जहाँसुकैबाट फ्याँकिदिन्छ नि त कि। अन्त त्यो भएर साह्रो पर्छ यहाँनिर। मान्छेले जहाँसुकैबाट आएर यहाँनिर फ्याँकिदिन्छ हो। कसैले बुझिदिँदैन। अन्त त्यही कारणले हौ साथीभाइ हो। इस्कुसको मुन्टा चाहिँ एक खेप खानु होइन, जति टिप्यो त्यति राम्रो भनेर भन्छ अन्त हो।
आज अस्तिदेखि ट्राई गर्दै थिएँ मैले यहाँनिर हत्तु भयो यहाँनिर मुन्टा टिपेको कि ओट गाह्रो हो मुन्टा टिप्नु मैला कुचला यतैतिर फ्याँकिदिन्छ के अरे हो इस मुन्टा त अन्त यो त अन्त अब 100 रुपियाँको भइगयो नि बजारमा हो भने चाहिँ हो बजारमा हो भने 100 रुपियाँ हुन्छ हो अनि यहाँनिर चाहिँ अलिकति हाम्रो चाहिँ अब अलिकति छ यहाँनिर हामीले चाहिँ रोप्नु पर्दैन यहाँनिर हाम्रो चाहिँ के हुन्छ भने नि यहाँनिर आफै हुन्छ आफै आउँछ यहाँनिर मुन्टा ल्याएर आउँछु माथि पनि रहेछ नि टिप्नु कसरी त काम छैन हो एकछिन आयो प्रार्थना गरेर हो फास्टिङ तोडेर यसो खानासाना खाएर चाहिँ अब यो मुन्टाहरू टिप्नुपर्छ अब यसले नै तान्दा जस्तो छ त ऊ माथि रहेछ नि उस मुन्टालाई चाहिँ तर एउटा के हो नि तेल बेसी लाग्छ है तेल पुरा लाग्दो रहेछ हो अब यसले नै तान्छु स्टिकले नै यसले नै तान्ला जस्तो छ त अब लु स्टिकले नै तान्नुपर्छ यसो सानो मजाउँछ अन्त यत्रो टिप्यो अन्त है हरियाली अर्ग्यानिक मुन्टा है यो चाहिँ इस्कुसको मुन्टा चाहिँ अर्ग्यानिक अरे हो अर्ग्यानिक खानुपर्छ अझै म तल्लोपट्टि जानु मन लागेको थियो हो तल्लोपट्टि चाहिँ कसरी जाउँछ अब यो तलतिर यो चाहिँ ड्याम्मै फल्छ है यहाँनिर चाहिँ मुन्टा पुरा आउँछ यहाँ मैले कति खेप मारेँ कि तर पनि अब यो चाहिँ घर पुरा राख्छु कि अब अलिकति यहाँ पनि छ मुन्टाहरू इस्कुसको मुन्टा हो यहाँ देख्दैन अहिले यिनीहरू चाहिँ भर्खर पलाउँदो रहेछ यहाँ मुनि त पुरा रहेछ नि तर जानु भिड रहेछ क्या हो भिड छ यस्तो भिड छ अन्त कसरी जानु ल कडा हो अब मुख पनि अघि धोको कुनी कस्तो देखिरहेको छ मुख त धोएँ कि अब यो चाहिँ बोजूलाई टाइम पास हुन्छ हो बोजूले मजाले केलाइरहन्छ आमाले बिचरा के गरौँ भइरहेको हुन्छ नि त आमा चाहिँ हाम्रो यहाँ न धनियाँ पनि कम्ता छ नि पदिना पनि मजाको भइरहेको छ पदिना ग्यासमा राम्रो हुन्छ अरे हौ आमा यो मुन्टा नि टाइम पास हुन्छ हो केलाइरहनु ल मुन्टा मनपर्छ होइन हाम्रो बोजूलाई अब बोजूलाई टाइम पास केलाइराख न ल है साथीभाइ हो यसरी अब मुन्टा टिपेर चाहिँ भक्कु बेसी खानु पनि फेरि वाक्क लाग्दो रहेछ हो एकैछिनमा कति टाइम लागेर हेर्नुहोस् त मैले 1-2 मिनटमै ड्याममै टिपिहालेँ त पोलेन त हौ वेस्ट टिप्नु गएको त पुरा सिस्नु छ त्यहाँनिर त हो कि मासु मात्रै खान त वाक्कै लाग्छ नि त हो मासु मात्रै बेसी कोही बेला बेसी मासु खानु पनि राम्रो होइन अन्त इस्कुसको मुन्टा मैले चाहिँ आज निकै झोक चलेर चाहिँ तलबाट टिपेर ल्याएको छु अलि बेलुका आएर बुढीले मजाले बनाउँछ हो यसरी हरियो परियो पनि खानुपर्ने रहेछ अन्त साथीभाइ हो
आजको मेरो यो ब्लग यति नै हो यसो लाइक सब्सक्राइब कमेन्ट गरिदिनु है साथीभाइ हो, जस्तो हुन्छ के हो कसो हो धेरै दिनको बादमा फेरि हालेको यो बनाएको छु मैले हो। सानो के गरौँ भएर हो। र साथीभाइ हो किन भनिसकेपछि इस्कुसको चाहिँ साह्रो गुन्द रहेछ है। इस्कुसको जरा पनि खानुपर्ने रहेछ हो। जरादेखिको मुन्टा खान्छ, मुन्टा पनि खाएपछि इस्कुस पनि हुन्छ है। इस्कुस खाइसकिसके सबै भएपछि त्यो जरा खान्छ, त्यहाँको पत्ता घाँस पत्ताहरू गाईबस्तुले खान्छ है। अन्त त्यस्तो हामी पनि गुनेलो हुनुपर्ने रहेछ हौ, इस्कुसकै जस्तो गुण भएको चाहिँ हामी हुनुपर्ने रहेछ हौ साथीभाइ हो। ल साथीभाइ हो आज यतिमै राख्दैछु हो। यसो लाइक सब्सक्राइब हेरेर चाहिँ यसो कमेन्ट गर्नु नि हो, म थाहा पाउँछु नि कसले के कमेन्ट गरेको रहेछ भनेर। ल है साथीभाइ हो यतिमै राख्दैछु है, सबैलाई नमस्कार।